नमस्कार। प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकं पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च सप्तमं कालरात्रीति महागौरीति चाष्टमं नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिता। यी नौवटै दुर्गा भवानीले यहाँहरूको कल्याण गरून्। विजयादशमीको आज 5औं दिनको स्कन्द माताको पूजनोत्सवको अवसरमा यहाँहरू सबैलाई हार्दिक मङ्गलमय शुभकामना। संयोगले आज मेरो जन्मदिन पनि परेको हुनाले मेरा छोरा बुहारीहरूले जन्मदिनको बारेमा, जन्मोत्सव मनाउने तरिकाको बारेमा केही शब्द भनिदिनुहोस् न भनेर आग्रह गरेको हुँदा मैले यो चर्चा गर्न लागेको छु। हुन त यो विषयमा अलिक विस्तृत चर्चा मैले आफ्नो यो पुस्तक हाम्रा स्वर संस्कार भन्ने पुस्तकमा गरेको छु र यसबारे छुट्टै एउटा भिडियो पनि बनाइएला र अहिले मात्र चाहिँ यसबारे छोटो चर्चा गर्छु। पहिलो, जन्मोत्सवको परम्परा निकै पुरानो हो। हामी कहाँ ऋग्वैदिक कालदेखि नै यस्तो परम्परा चलिआएको देखिन्छ। किनकि ऋग्वेदमा चाहिँ शतम जीव शरदो वर्धमानम् भनेर जन्मोत्सवमा चाहिँ सम्बन्धित व्यक्तिलाई 100 वर्षको आयु बाँच भनेर जुन आशीर्वाद दिइन्छ, त्यसबाट थाहा हुन्छ कि हामी कहाँ जन्मोत्सव मनाउने, जन्मदिन मनाउने परम्परा पुरानै हो। र पौराणिक कालमा आएर त्यस समयका प्रसिद्धि प्राप्त गरेका भगवतीय पुरुषहरूको सम्झनामा जन्मोत्सव मनाउने, जन्म जयन्ती मनाउने परम्परा पनि हामी कहाँ आदिकालदेखि रहँदै आएको हो। जस्तै कृष्णको सम्झनामा कृष्णको जन्मोत्सव मनाइन्छ, रामनवमी भनेर रामको जन्मोत्सव मनाइन्छ, बुद्ध जयन्ती बुद्धको जन्मोत्सव मनाइन्छ। त्यस्तै राष्ट्रिय विभूतिहरूको नाममा पनि पृथ्वी जयन्ती, लक्ष्मी जयन्ती, भानु जयन्ती जस्ता जयन्तीहरू मनाइन्छन्। र यी जयन्तीहरू मनाउनुको, जन्मोत्सव मनाउनुको अर्थ के त भन्दै यिनका राम्रा गुणहरूको परिचर्चा गरेर आफ्ना जीवनमा पनि उनका राम्रा गुणहरूको आदान गर्न सकियोस्, उनीहरूबाट केही शिक्षा लिन सकियोस् भन्ने अपेक्षा जन्मोत्सवमा गरिएको हुन्छ। तर त्यो परम्परा चाहिँ सामान्य लोकजीवनमा सर्वसाधारणले जन्मोत्सव मनाउने भन्ने हामीहरू कहाँ त्यो अलिकति शिथिल हुँदै गएको थियो, झन्डै झन्डै लोप नै हुँदै गएको थियो। किनकि म आफैले पनि आफ्नो जीवनमा लामो समयसम्म जन्मोत्सव मनाउने गरेको मलाई सम्झना छैन, मनाउँदैन थिएँ। र हाम्रो परिवारमा पनि त्यस्तो गरिँदैन थियो, अन्य परिवारमा पनि त्यस्तो गरेको मैले पाउँदैन थिएँ। तर अहिले आएर नयाँ छोराछोरीहरू, नाति नातिनाहरू हुँदै गएपछि उनीहरूको बर्थडे मनाउने जुन प्रसङ्ग आउँदाखेरि हाम्रो बर्थडे मनाए जस्तै बुवाको पनि, हजुरबुवाको पनि मनाउनुपर्छ भनेर अब छोरा बुहारीहरूले, छोरा नातिहरूले, छोरीहरूले उत्साह गरेर अब मनाउन क्रम सुरु गरिसकेपछि केही वर्ष यता जन्मदिन मनाउने, जन्मोत्सव मनाउने प्रक्रिया हामी कहाँ सुरु भएको छ। खास गरिकन हामी कहाँ जन्मोत्सव मनाउने तीनवटा शैली छन्। एउटा शैली चाहिँ चन्द्रमास अनुसार, एउटा शैली सौर्यमास अनुसार, अर्को शैली ग्रेगोरियन मिति अनुसार। चन्द्रमास अनुसार माने तिथि अनुसार, जुन तिथिमा जन्म भएको हो, जुन महिनाको जुन तिथिमा, जुन पक्षको जुन तिथिमा जन्म भएको हो, त्यही तिथिमा नै जन्मदिवस मनाउने एउटा परम्परा। जसरी हामीले श्राद्ध गरिन्छ तिथिमा नै, त्यस्तै गरिकन अन्य कर्महरू पनि तिथिमा नै गरिन्छ। जस्तै हाम्रा चाडबाडहरू पनि गतेको आधारमा भन्दा तिथिको आधारमा मनाइन्छ। किनकि हाम्रो जीवन चन्द्रको गति अनुसार बढी प्रभावित छ। त्यसो भएको हुनाले चन्द्रमानलाई जीवनसँग धेरै नजिक मानेर हाम्रा सबै गतिविधिहरू चन्द्रमान अनुसार गरिन्छ भने अर्को सौर्यमास अनुसार, जस्तै चाहिँ कति गते हो, आज कुन महिनाको कति गते हो, कुन महिनाको कति गते जन्मिएको छ, त्यही जन्म गतेलाई समातेर गरिने पनि चलन छ। जस्तै पृथ्वी जयन्ती भन्यो भनेदेखि चाहिँ हामी पुसको 27 गते सम्झन्छौँ। लक्ष्मी जयन्ती भन्यो भनेदेखि जस्तै अब लक्ष्मी पूजाको दिन भनेर यसरी सम्झना हुन्छ।
त्यसै गरिकन अब अहिले आएर यो ग्रेगोरियन सम्वत अनुसार इसिलीय सम्वत अनुसार चाहिँ जनवरी फेब्रुअरी मार्च यस्ता महिनाहरूको तारिखका आधारमा पनि कुन तारिखमा उसको जन्म भएको थियो त्यो तारिखका आधारमा पनि जन्मोत्सव मनाउने गरिन्छ। र यो त भयो जन्म दिवस मनाउने दिवसका कुरा। अब परम्पराका कुरा गर्दाखेरिमा अहिले खास गरिकन दुईटा परम्परा हाम्रा छन्। एउटा वैदिक परम्परा, एउटा चाहिँ नि अहिले आधुनिक परम्परा। वैदिक परम्पराको कुरा त मैले भर्खरै गरेँ। निकै लामो परम्परा हो यो। वैदिक कालदेखि चल्दै आएको, पौराणिक कालदेखि चल्दै आएको, बिचमा लुप्त जस्तो भएर अहिले फेरि जाग्न थालेको भने यतातिर चाहिँ यो पश्चिमा परम्परा, आधुनिक परम्परामा अहिले हामीहरू बढी अभ्यस्त हुँदै आएका छौँ। यो परम्परामा खास गरिकन छोराछोरीहरू, नयाँ पुस्ताका युवा युवतीहरू बर्थडे मनाउने भनेर विशेष उत्साह साथ केकहरू ल्याउने, सजाउने, आफ्ना साथीभाइ इष्टमित्रहरूलाई बोलाउने, बत्ती बाल्ने, बत्ती फुकेर निभाउने, अनि केक काट्ने, अनि केक वितरण गर्ने, खुवाउने, आफूले पनि खाने गरेर रमाइलो ह्याप्पी बर्थडे टु यु भनेर ताली बजाएर सङ्गीत बजाएर रमाइलो गर्ने यो परम्परा अहिले निकै व्यापक बन्दै गएको छ र नेपाली समाजमा पनि यसले प्रश्रय पाएको छ। त यसले एउटा चाहिँ राम्रो काम के भएको छ त भन्दा हाम्रो बिर्सेको परम्परालाई सम्झाइदिएको छ। यद्यपि हामीले आफ्नो परम्परालाई पनि सम्झाउनु पर्छ र हाम्रो आफ्नै मौलिक परम्परालाई पछ्याउनु उपयुक्त हो र त्यसलाई सम्झाइदिएकोमा यो नयाँ परम्परालाई पनि हामीले धन्यवाद दिनुपर्ने हुन्छ। अब हाम्रो आफ्नो परम्परा कस्तो छ त भन्ने विषयमा अलि लामो छ यसको व्याख्या। यो पुरा विधि त अब अरू भिडियोमा पनि प्रकाश पारौँला। अहिले म सामान्य दुई चारवटा कुरा मात्रै निवेदन गर्छु। हाम्रो परम्परामा दीप गणेश कलशको पूजन गरेर शुभारम्भ गरिन्छ। बिहानै उठेर नुहाइधुवाइ गरेर पवित्र लुगा लगाएर, सफा लुगा लगाएर अनि आसनमा बसेर सबभन्दा पहिला चाहिँ दियो बालेर बत्तीको पूजा गरिन्छ। बत्तीलाई चाहिँ सूर्यको प्रकाशको, अग्निको प्रतिनिधि स्वरूप मानिन्छ, किनकि हाम्रो जीवन प्रकाश बिना चाहिँ सम्भव छैन। त्यसैले बत्तीको पूजा गरिन्छ। अनि अर्को चाहिँ गणेशको पूजा गरिन्छ, किनकि गणेशलाई हामीले मङ्गलदाता, विघ्नहर्ता, रिद्धि र सिद्धिका स्वामीका रूपमा सम्मान गर्दै आएका छौँ। किनकि जीवनमा हामीलाई चाहिँ मङ्गल पनि आवश्यक पर्छ अनि अनेक किसिमका विघ्नहरू पर्छन्। त्यो विघ्नहरूबाट मुक्ति पाउने पनि हाम्रो अभिलाषा हुन्छ र रिद्धि पाउन पनि हामी चाहिरहेका हुन्छौँ। त्यसैले यसको लागि गणेशको पूजा गर्ने चलन छ हामी कहाँ। सँगसँगै कलशको पनि स्थापना गरेर पूजा गरिन्छ। अनि कलशमा चाहिँ जुन जुन तत्त्वले यो संसार बनेको छ, हाम्रो शरीर बनेको छ, ती तत्त्वहरू पृथ्वी, जल, तेज, वायु, आकाशलाई आह्वान गरेर कलशमा तिनलाई पनि धन्यवाद दिन्छ। ती तत्त्व नभएको भएदेखि संसार बन्ने थिएन, ती तत्त्व नभएको भएदेखि हाम्रो शरीर पनि बन्ने थिएन। त्यसैले उनीहरूप्रति सम्मान गरिन्छ। अनि त्यसपछि अष्टचिरञ्जीवी भनेर 8 जना चिरञ्जीवीको पूजा गरिन्छ, जसमा चाहिँ अश्वत्थामा द्रोणाचार्यका छोरा अनि उनले चिरञ्जीवी हुने लामो जीवनको वरदान प्राप्त गरेका थिए र अहिले पनि उनी जीवितै छन् भनिन्छ। त्यस्तै गरिकन बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम, मार्कण्डेय यी यस्ता व्यक्तित्व हुन् जसले यति महान कार्य गरेका छन् आफ्ना जीवनमा। केही ती स्मरणीय छन् र त्यस महान कार्य गरेका हुनाले चिरजीवनको वरदान पनि उनले प्राप्त गरेका छन् र ती यति शक्तिशाली छन् कि तिनको आशीर्वाद हामीले पाउन सक्यौँ भनेदेखि हाम्रो जीवन पनि त्यस्तै सुकृतिमय र दीर्घायुपूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ र तिनको चाहिँ हामी पूजा गर्छौँ। र त्यसपछि सङ्कल्प ग्रहण, दीप प्रज्वलनका कुराहरू, आरतीका कुराहरू पनि छन्। त्यो चाहिँ हामी अर्को बसाइमा गर्नेछौँ। अहिलेलाई यति। नमस्कार, धन्यवाद।